आज बाङ्गे बजार आएको। आज त बहुत घाम पनि लागेको, जाम पनि लागेको छ आज। यो खाना छोप्ने साबुन राख्ने। हजुरहरूलाई आजको बाङ्गे बजार यसो घुमाउँदैछु। हजुर नपाए पनि मैले हजुरहरूलाई घुमाउँदैछु। हेलो हजुरहरू, आज दिन पनि घमाइलो छ। यो बाङ्गे बजार घुम्नु बहुत रमाइलो छ। आज दिनले पनि साथ दियो, त्यसैले गर्दा हजुर आज त के हो र मैले यो सामान चाहिँ किने हो। यो के सामान भन्नुहुन्छ भने यो चाहिँ एउटा खाना पकाइसकेर ढकनी, यो चाल्ने भएको प्लास्टिकको, त्यसले चाहिँ राम्रो हुन्छ, झिकाएर बस्नु पाउँदैन हो। अब हामी सर्बत खाउँ भनेर सोच्दैछु। यस्तो गरममा के खानु त, अहिले केही हुँदैन। सर्बत खाउँ हो, अन्त ठन्डा भगाउँ। आइस गोला यो चाहिँ आजको रसगोला के अरे, दिल्ली आइस गोला खाना पिउन आँटेको गरम छ। यो भैयाले बनाउँदैछ, यहाँ भैयाले बनाउँदैछ। अब हामी एक गिलास लगाएर जाने हो। हामी एक गिलास लिएर जाने हो। तर्फ लाग्दैछौँ, बाङ्गे बजारतर्फ लाग्यौँ।
दिदी यो चिलोट जाने बाटो कता नि यता हो कि यता हो ए ल त दिदी पनि भयो हामी अब घरतिर फर्किँदैछौँ लभ दुधे भने चाहिँ म दुधलाई माया गर्छु यताबाट चाहिँ पानीघट्टा रोटे हो यताबाट जाँदा चाहिँ बाङ्गे पनि घुम्यो चिलिक पनि गएर एक राउन्ड घुम्यो अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ अब हामी फर्किँदैछौँ आजको बाङ्गे हाट कस्तो लाग्यो हौ लक्ष्मी तिमीलाई यस्तो हुन्छ हो आज भिड आज दिन पनि रमाइलो भयो दिन पनि घमाइलो भएको र त मान्छेहरू पनि भिडबाट आज क्या हो राति लाग्दैछ बन्यो अब हामी सबै सकेर के गर्नु चिलिट भने त पार्क थियो त्यहाँ स्विमिङ पुलहरू यसो स्विमिङ पुल पौडी खेल्नु पऱ्यो भन्दा गएको छैन त्यता ठुलो भव्य होटेल बनाएको रहेछ बन्टी लगाएर पारेको रहेछ त्यहाँदेखि भित्र नोइकी पछि पाएन आजको यो सबै भाग खसेर कस्तो लाग्यो अहिले चाहिँ अलिकति शीतल भयो क्या अघि हामी दुधे पानी थियौँ अहिले चाहिँ हामी यसो चिलिक घुमेर आएर चाहिँ पानी अहिले चाहिँ हामी दुधेमा थियौँ अहिले चाहिँ पानी भएर आएको छौँ आइतबार हाट जाँदैछौँ आइतबार हाट सबै पानी भएर पानीले दुधेको पानी भएर अहिले यहाँ सुनसान छ अहिले शीतल पनि भएको छ
के हेर्नु किन्ने हो त अहिले नकिन्ने सोचे मात्रै राख्ने अब हामी पानीभट्टाको आइतबारको सानो हाटमा लाग्दैछौँ र यो हाटमा पनि हजुरहरूको स्वागत छ। यहाँ दिदीले सब्जीहरू बेच्नुहुँदैछ, उहाँ दाइले बेच्नुहुन्छ, किन्ने हो त।